यो चाहिँ बनकेरा रहेछ साथी हो होइन। यो बनकेरा यस्तो हुँदो रहेछ, पाकी पनि रहेछ है। बनकेरा चाहिँ यस्तो हुने रहेछ। यो चाहिँ वनमा हुने केरा। यसको बारेमा मलाई पनि त्यति त थाहा छैन होइन, तर के औषधि सौषधि केही होला कि। अनि यस्तो छ यो है बनकेरा। यसमा चाहिँ दानै दाना हुने रहेछ, धेरै दानै दाना छ होइन। यी खाँदा गुलियो छैन, गुलियो पनि छैन, कस्तो पनि छैन। अनि यो दाना चाहिँ टन्नै हुने रहेछ। अब दाना चाहिँ तरो तरो खालको छ होइन। একটা हुने रहेछ, यहाँ पाकिरहेछ है। ए पाकिरहेछ, अझै पाएछ यसमा, हेर्न सक्नुहुन्छ। तर यो चाहिँ के को लागि काम लाग्ने के हो त्यो चाहिँ थाहा भएन होइन। यहाँ पाकिरहेछ, यहाँ म निकालेर देखाउँछु तपाईँहरूलाई। ए बनकेरा चाहिँ यस्तो हुने रहेछ साथी। ए म खान्छु। केही जस्तो पनि छैन, यहाँ गुलियो पनि छैन। यस्तो हुँदो रहेछ। यसको दाना चाहिँ तितो तितो तरो तरो हुँदो रहेछ। यसको बारेमा केही तपाईँहरूलाई थाहा छ भने यसो कमेन्टमा गएर हेरिदिनु होला। अनि के औषधि जस्तो हुन्छ भने त्यो पनि भनिदिनुहोस् होला है त। यस्तो हुँदो रहेछ है बनकेरा। यो चाहिँ ठ्याक्कै यहाँबाट आएको छ। ल